यस्तो दामी दामी तान तान मासु खाने भए चाहिँ घरमा आमा मात्रै पाउँछ है। हेलो गाइज, नमस्ते जोलोपा। आज चाहिँ म तपाईँहरूलाई यहाँनिर टक्क मेसिन कट्सको मासु कस्तो हुन्छ भर्खरै निकालिसकेको छु, देखाउनु गइरहेको छु। दिज आर द मेसिन कट्स मिट है गाइज। यो चाहिँ हाम्रो रेस्टुरेन्टको लागि पोक चप है गाइज। एज पर डिमान्ड 300 ग्रामदेखि 300 ग्राम भित्रको भन्नुहुन्थ्यो। सो अल दिज पोक चप्स आर बिलो 300 ग्राम्स। यो चाहिँ हाम्रो थम्बनेल जाँदैछ। अनि त्यसै गरी हाम्रो यो पोर्क ह्याम हो है। दिस इज पोर्क ह्याम। लुक एट दिस क्वालिटी होइन गाइज। यो क्वालिटीको चाहिँ यो क्वालिटी मिटको चाहिँ तपाईँहरूले प्राइस पे गर्ने हो। सो मासु नर्मल मासुहरू त यता छँदैछ त हाम्रो सस्तोमा टक्कसँगले ताजा मासु, यस्तो दामी मासु खाना भइहाल्यो त। यो डिफ्रेन्ट साइज एन्ड सेपको कट्सको चाहिँ यु हेभ टु पे सम एक्स्ट्रा पेनी है गाइज। ल यस्तो दामी दामी प्याकिङ टक्क सकिसकेको छ गाइज। अनि अब यो पनि सकिसकेको छ होइन। हाम्रो यो हाम्रो चप रेडी भइसक्यो। अनि अब हेर्नुहोस्, आई वान्ट टु सो यु दिस गाइज है। वेस्टेज कति आउँछ भन्ने कुरा यु क्यान सी हियर है। यति काट्दाखेरि यत्रो वेस्टेज हुन्छ। अब यो वेस्टेजको पैसा तपाईँहरूले तिर्ने पर्ने होइन। यो वेस्टेजको पैसा तपाईँहरूले तिर्ने होइन। यु आर ओन्ली पेइङ फर दिस गाइज। सो गाइज, यस्तो दामी दामी तपाईँहरूले प्राइम मिट्सहरू चाहिँ लिने भए मात्र घरमै आमा पाउनुहुन्छ। कन्ट्याक्ट घरमै आयो। घरमै आएको मासु खाँदाखेरि चाहिँ अहिले एकदमै ट्रेन्डमा चलिरहेको निपा भाइरस भन्ने जुन एउटा प्रोपोगान्डा छ, त्यसलाई चाहिँ म आफै तपाईँलाई ग्यारेन्टी के गर्छु भने वी अस्योर टु अल आवर कस्टमर्स हाम्रो लगेको पोर्क मिटमा चाहिँ कुनै पनि किसिमको खाएर बिरामी हुनुभयो भने चाहिँ त्यसको सबै उपचार हामी घरमै आएर गरिदिनेछौँ है, फ्री अफ कस्टमा। हामीले क्वालिटी इन्सपेक्सनमा कुनै पनि कम्प्रोमाइज गरेको हुनौँ। सो गाइज, हामीसँग मासु किन्दाखेरि यो निपा भाइरस के भन्ने केही पनि हुनेवाला छैन। घरमै बसेर तपाईँहरूले चाहिँ यो धुलो धुवाँबाट बचेर चाहिँ घरमै आएर अनलाइनको थ्रुबाट सपिङ गर्नु सक्नुहुनेछ। र नजिकै कतै हुनुहुन्छ भने यहाँ आएर डाइरेक्ट पसल भिजिट गरेर हजुरहरूले अर्डर प्लेस गर्न सक्नुहुनेछ भन्दै यो आजको भिडियोको यो मासुहरू तपाईँहरूलाई कस्तो लाग्यो। यस्तो दामी दामी तान तान मासु खाने भए चाहिँ घरमा आमा मात्रै पाउँछ है। सो घरमा आएलाई छिटोभन्दा छिटो सम्पर्क गर्नु होला है त। होप यु गाइज अन्डरस्ट्यान्ड। बुझ्नुभयो होला। बुझ्नु भएन भने प्लिज कमेन्ट डाउन बिलो, तल कमेन्टमा लेखिदिनु होला। तपाईँहरूको समय शुभ होस् है त। अलराइट, दिस इज फर नाउ। बाइ बाइ, गुड नाइट।